हेलो सबैजनालाई सेवा अनि नमस्ते। म चाहिँ आज सानो भिडियो लिएर आइरहेको छु तपाईँहरूको सामुमा। यो भिडियो चाहिँ खास भन्नुपर्दा चाहिँ हाम्रो छोरीको पास्नेको लागि हामी सबजना जोरदार काम गरिरहेको छौँ। बिहान उठेदेखि काम सबै गरेका छौँ। सब आफन्तहरूलाई बोलाएको थियौँ हामीले, त्यही भएर हामीले बिहानदेखि कामहरू गरिरहेको छौँ। अहिले बिहान नै हामीले चाहिँ पुलाउ अनि मासु पकाउँदै हुनुहुन्छ यहाँ हाम्रो सबैजनाले। मैले चाहिँ धेरै नसके पनि थोरै भिडियो क्याप्चर गरिरहेको छु। ल है तयार हुँदैछ है। अब यहाँ को हो यो? डल्लालाई ओढाउँदैछ है लुगा। डल्ला यता देखाउ डल्लालाई। हो ल डल्लालाई यता देखाउनु है। यसरी टक्क ल हेरिरह फेरि अहिले चाहिँ आमामा को हो यो? पास्नीको दिन। यता चाहिँ उसको पाप जेठा भयो। यो चाहिँ फेरि महामन्त्री हाम्रो महासोल्टी उसको मामा भयो। यता हाम्रो दिदी फेरि कति राम्री देखिएको हे भगवान्। ल है त ऊ यसरी तयार गर्दैछन् है टोलीहरूले। यहाँ चाहिँ भान्सेहरू सबजना जोस जाँगरका साथ आफ्नो काम पुरा गरिरहनु भएको छ। हामी चाहिँ भित्र बाहिर धेरै काम गरिरहेको थियौँ। हाम्रो दाजु अनि भाइहरू सबै हाम्रो काम सघाइरहनु भएको छ। बाहिर आफ्नो काम गरिरहनु भएको छ। यो भिडियो चाहिँ पछिसम्म यसो सम्झना होस् न भनेर मैले थोरै भिडियो क्याप्चर गरेर अनि मेरो युट्युबमा लगाइराखौँ भनेर मैले बनाएको छु। अन्तिमसम्म हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। यतिखेर चाहिँ हाम्रो पकाउने कार्यक्रम नै सकेको छैन। यहाँ गफ गर्दै बाहिर बनाइरहनु भएको थियो। हामी चाहिँ भित्र काम गरिरहेको थियौँ। सबैजनाले हेरेर माया गरिदिनुहुन्छ भन्ने आशा गरिरहेको छु मैले। माया गरिदिनु होला। ल अचार पनि फेरि यसरी तयारी भइसकेको छ है दामी तरिकाले। अचार यस्तो छ है। ल खडा यो सलादहरू भइगयो। यो सलाद यस्तो छ भने यस्तो तयार गरेर राखिएको छ है यहाँ। ल पुलाउ पनि हेरौँ है। पुलाउ आम्मामा के हो यस्तो? क्यामेरै छोपिदिने गरी के हो यस्तो पुलाउ? दामी भएछ। ल यो हो नि त। गतिलो भएछ हौ। ल चट्ट लाएर यसरी यो दुईटा मसलालाई मिक्स गरिएको छ अनि यहाँ तयार भएको छ मसला। स्वाट मासु हेरौँ त अब। यो हो नि त। ल तरिका हेरौँ त। हो ब्ल्याकै हो त हौ। ल अब ग्रेभी यस्तो दामी हुन्छ कि है तेरिका। ऊबाट चलाउनु दाजु है। बबाल यस्तो यस्तो स्वेट छ त हौ। ल हेरौँ त। हौ ल चिज यस्तो छ है। ल अब लास्टमा यो हो नि त ग्रेभी। अब चाहिँ यहाँ टिका लाउने कार्यक्रम सुरु हुन गइरहेको छ। हाम्रो बहिनीले चाहिँ यहाँ धुप अगरबत्तीहरू सल्काउँदै हुनुहुन्छ अनि सबैजना आउनुभएको थियो। एकैचोटि त आउनु भएको थिएन, कोही अघि पछि गरेर आउनु भइरहेको थियो। सबैजनालाई मैले भिडियोमा कैद गर्न त सकिनँ, त्यसमा क्षमा चाहन्छु। अब कामले गर्दा यता र उता भयो। सुरु हुन लागेको छ। अलिकति मात्रै पहिलोचोटि यसो 2-3जनालाई अनि छुवाउने मात्रै गर्दा हुन्छ होला। छुवाउँदा हुन्छ भन्छु है म पनि त्यति त पत्ता लगाउँछु। तीनचोटि लगाइदिनु पर्यो होइन? तीनचोटि छुवाउनु ल है त छोरीलाई लु। बाउले त राम्रो देख्दो रहेछ त छोरीलाई टिका लगाइदिएको बाउले। गएर फर्का तर्सेर
सधैँ त बेसी तर्सिने फेरि नानी सबै बाबालाई हेर्दैछ हेर्दैछ अम्म हेरेको हेरौ न हेरेको हेर न भयो गए दक्षिणा गम्बा सिक्किम बासी हो एउटा बुङ भनौँ न फुल छ पहिला खाना खाना खुवाउनु पर्यो नि त पहिला त आज त खासै विशेष त भेटीले हुन्छ कि हातै हुन्छ छोआ न यसो यसो सबैतिर त्यो हो त्यस्तै गरेर झोल मात्रै भए पनि भइगयो नि बिक्री त हो खाने त होइन यसो बिक्री त हो नि छोआ हुने यसो यसो ल्याप गरिहाल्छ भोलिदेखि चाहिँ अनि लिटो बनाएर खायो अब खायो त तीनचोटि हो कस्तो ल्याप गर्दैछ अलिअलि छोआ मात्रै गर्नु छोआ तीनचोटि त होला आज त उसको भात खाने दिनै उसकै हो त उसकै हो हुन्छ नमस्ते ए नमस्ते 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 दिदी रसी नि खानु अब रसी एउटा ट्याक्क टोलिएर जानेलाई खेलाउन किन्नु ल कापी किन्ने हो कहाँ खेलाउनु कापी बुवा नै खेलाउन खालको छ नि त खेलाउने खालको छ नि त ल दामी भयो अब मामाको पाला अनि क्रमशः अरू जसले आउँदा नि भयो अन्त पाप जेठा हिरो छ फेरि पाप जेठा पाप जेठा नु पाप मैले हेरौँ त अम्म फटा हुनु ल ल ल फटा हुनु ल कुकुरले त्यसरी दिने हो आशीर्वाद सुहाएन है हो चाहिँ सुहाएन मलाई होइन पोस्टमा हटाइ ल मामाले लाइ त मेरो कम्ती साह्रोमा चिप्लेर होला नि एकैछिन खुलेको त ल भान्जीले हेरिसक्यो मामालाई मामाले मलाई चाहिँ आशीर्वाद उल्टो दिएको नि यो खुवाउ न चिसोहरू चन्द्र दिदी चिसो खुवाउनु न प्रकाशलाई अनि उहाँ सोल्टीलाई अब उहाँले होइन अब बसेर बस्नुहुन्छ होला नि त यहाँ बसेर खुवाउँछ नि भयो बाबी छ क्या मामा र ल मिठो भयो बाबाले फर्किनु सकिगयो नि धेरमा है धेरमा गर्दा खुवाउँदा मात्रै हुन्छ फेरि फुड पोइजन हुन्छ मुख हेर्नु नि त Aku gue yang dari nomor ini titik di Indonesia. केटी बा पनि घरिघरि त राम्रै बोल्छ त खाँदो रहेछ फेरि मजाले खाइहाल्छ नि
अब अनलाइनको यादै त्यति त्यो जान आउँछ हुन्छ नि तिमी मिलाइदिन्छौ कि एल्सा यादा न ए ल ल पानी पर्न थाल्यो नाको अचोटि पाछ पर्ने भान्सा मुक्त पर्ने यो कलरले दुईजनालाई उ गर्नु है सान्चा सुबिस्ता पार्नु मामाको भाइ डेली भयो भने कान्छी छुनी ल आजदेखि गए नि हुनु है ल आज हाम्रो आजदेखि मेरो सानो भगवानदेखि यता ल्याएको छौँ है ल ज्ञानी हुनु मामा पापाको ज्ञानी छोरी हुनु है धेरै पढ्नु ल ल हुन्छ बदल गालाभरि लागेछ पिपीलाई फेरि छिटो चाहिँ खानेको बोल्नुको ठिक छ है के भयो अब माम खाने है यसो पक्का खानुपर्छ यसरी पनि सरी पहिला भात खाउनु न मामा र उसले दिदीको अनुहार चाहिँ देखेर यो भदैनीलाई यो खेलाउने किन्ने फेरि सबैले खेलाउन मात्रै भन्छन् आमा र बुवालाई खेलाउन किन्दिनु भन्नु न ल भयो है अर्को नै आऊ न आऊ काली बिका ल काली अलिअलि यसो छुइदियो मात्र नि एल्छ त्यो त्यही भएर बोर भयो क्या त्यसलाई छुने मात्र गर हो छुने मात्र गर आउनु त यता आउनु न सोल्टिनी आउनु न यता आउनुहोस् न आउनुहोस् यता आउनुहोस् न आउनु होइन आउनु नउभिनुहोस् आउनु न यहाँ तपाईँहरूकै बहिनी पो हो त आउनु बस्नु यहाँ मान्छे लडेपछि मिना चाहिँ उहाँ त दिदी होला ऊ यता तेलमिकाम चाहिँ भाउजू अरे दिदी भन्नुपर्छ हामी त आउनु न यता आउनु यता होइन आउनु न हाम्रो गणपति भाउजूले चित्त बुझाइदिनु हो क्या रोनु भएन यही छेउ बस्नुहुन्छ क्या किन लजाउनु भयो ल सक्यो एलिसाले नि ल अझै बाँकी दिदीलाई दिनु लुनेको हो लुने त्यो भगाउनु न कराउ न यताबाट सानी मेरो सोही ठिक थियो के घुमे काली बेमे जम्मै को बस्छ के जम्मै को के ओ गाली दिएर गएको बनको लागि हो मेंगा गाउँको त घुमे त पढाले हाम्रो छोरीलाई छ नि हो मेंगा घुमे अनि पछि अब भइहाल्यो पाप जेठा आयो पाप जेठा के चाहिँ लगाइदिनु न ठुली हुनु ल
अलिअलि लगाइदिँदा हुन्छ झरिहाल्छ तेल मिलाइ पनि बाप जेठाको आशीर्वाद त हो भन्दैछ टन्नै भयो आफ्नो नानीले यता हेर्नु त 2 वर्षपछि लुगामा छुइँदैन हातमा त्यो अट्टाइहाल्छ नि ल भयो टिकटक बनाउने होला फोन चढेर लगेर कुदेर्नु ए ला फुलै हरायो कि अर्को हरायो भाइ के मेरो गर्ला पनि लगाइदियो भोक लाग्यो पनि होला ल रोको डलले रोको त्यो कहाँ गयो त्यो ठोक्ने अब ये मम्मी जा त ओइ तपाईले यहाँ होइन बोलाउ भन्नु भएको छ के बोलाउन बेला ल भाइ आमा त्यो प्रकाश कहाँ भयो माइला मैं आमालाई मिने गएको नमस्कार है म चाहिँ पकालु नि त माइला गो आमा आउनु भित्र पानी खानु भित्र आउनु न भित्र आउनु न भित्र आउनु न भित्र आउनु न हाम्रो नाति लास हाम्रो नयाँ मान्छेलाई अब भात खुवाउने र के दिने यो अनुहार भन्दा राम्रो निकाल्नु है ल क्लास निकै छ रुँदै हुनुहुन्छ त के भयो रिमा कान्छी त नानीले खाना खुवाइ त खतरा छ त नानीका कस्तो मिठो खाना अरू भाउजू होइन हाम्रो मम्मी जस्तै के हो नानीलाई अलिक कम भयो क्या नानीलाई अलिक सक्यो अलिक कम भयो खोइ खुवाउन थोरै अलिकति दिने बेला चाहिँ जुन गरेर है अघि अरूकोमा त त्यसै गर्नु भएको छ ल सर्वत्र बजारमै खुला भन्छ अघि दाजुले त सबैको त्यसो गर्नुभएको पाम माइला रुएर के खोइ अनि सामान हो नि ल्याउन भने म त कहाँ अनि बिरुवा अरू खुवाइदेऊ एकैचोटि लु मैले मान्छे नै देखेन उतापट्टिको त